किरे पोखराको पानी र नानीको भर हुँदैन भने जोर जोर से बोल के लोगों को स्कीमें बता दे। एउटा सुन्दर केटी ल्याएर लिफ्ट दिए पनि सुनमा सुगन्ध हैन के हुन्छ लाइफ सेटल हुन्छ यार। अनि मसँग यहाँ बिगा ब्रदर हुनुहुन्छ हो दसैँ बेला घर जान पाइएन अनि म पनि उता एक्लै हैन म यता अलिकति स्याड मोमेन्ट थियो है। हेलो रुको जरा सबर करो। So what's up guys, it's me Lamek Bulu to look to goal. कूतरे साला देख के नंबर डाल कर बेवकूफ साले। गजब बेइज्जती है। यो चाहिँ मेरो सेकेन्ड भ्लग हो है पोखराको पार्ट 2 एन्ड अहिले चाहिँ म यहाँ चोकतिर छु। मालूम है तेरे बाप को मत सिखा। के रे हैन रत्न चोक यु क्यान सी ओके यहाँ रत्न चोक केटाहरूले चोकतिर भने मेरो बानी नै खराब भएछ खाली चोकतिर मात्रै हुँदैछ हैन। सो अहिले चाहिँ म के भन्छ लेक साइड जान लागेको एन्ड लेट्स सी भ्यू कस्तो हुन्छ है। यो मौसमले अलिकति साथ दिइरहेको छ पानी छिटिरहेको छ हैन त्यही पनि लेट्स सी के हुन्छ। ओके गाइस एन्ड लेट्स गो। पोखराको बाटो चाहिँ एकदम माइ डियर छ क्या एकदम क्लिन हैन। अब यहाँ म पनि त देख्नु पऱ्यो नि त अलिकति ह्यान्डसमै हुनु पऱ्यो होइन। सो बाटो चाहिँ एकदम क्लिन है। अरे हरन मारेछु केही छैन। ओके एन्ड म चाहिँ 11 नम्बरको गाडीमा जाँदैछु गाइस बाइक छैन। एकदम एउटा सुन्दर केटी ल्याएर लिफ्ट दिए पनि सुनमा सुगन्ध होइन के हुन्छ लाइफ सेटल हुन्छ यार। ओके सो पार्ट अफ द जोक एनिवेज लेक साइड जाँदैछु म है। साथीहरूलाई एकदम मिस गरिरहेको छु एक्लै छु है गाह्रो छ यार। सो गाइज म चाहिँ 11 नम्बरको गाडीमा चढिरहेको छु होइन हिँडिरहेको छु म 11 नम्बरको गाडीबाट। ओके एन्ड यस सो भ्लगको लागि के होइन बाइकै चाहिन्छ भन्ने नि त भएन नि त। आफूसँग एउटा मोबाइल चाहिँ समस्या छैन अनि हात छ च्याप्प समाएर ढ्याक्क हानिदिइहाल्यो। सो यता चाहिँ पिङ भयो पिङ खेलेर चाहिँ एकदम मिस गरिरहेको छ 10 नम्बर है। गाह्रो छ अब के गर्नु के अरे म के भन्नु लाग्थ्यो भने म पोखरा आउनुको कारण चाहिँ मेन कुरो चाहिँ जबको कुरा नि हो होइन। कांग्रेचुलेसन सो कसलाई थाहा छैन होला पोखरा किन गएको के हो कसो हो यति बेरसम्म बस्ने भनेर मलाई सोधिरहनु भएको थियो। सो जबको कारणले म पोखरा आएको हो होइन। एन्ड अहिले पानी परिरहेको छ गाई चाहिँ पिङ चाहिँ यहाँ खेलिरहनु भएको छ है देख्नु भएको छ पछाडि। ओके सो पानी परिरहेको छ कि पोखरामा होइन मेरो दाइले त भन्नुहुन्थ्यो कि के अरे पोखराको पानी र नानीको भर हुँदैन भने जोर जोर से बोल के लोगों को स्कीमें बता दे। मतलब पानी त देखिहाल्यो कति बेला पर्छ भने थाहा नै छैन यहाँ फेरि मौसम होइन। अनि नानी चाहिँ भेट भएको छैन अब भेटेपछि खबर गरेर ओके समझ रहे हो आप? पार्ट अफ द जोक एनिवेज बाटोमा जाँदैछु म है। सो त्यही गरेर भेट्ने है त अब पोखरा ठाउँ अलिक महँगो भयो भने यहाँ चाहिँ यस्तो यस्तो मेलाहरू होइन के भन्छ यसलाई हाट बजार त भन्दैन तर जस यहाँ सस्तो सामानहरू चाहिँ जस लो प्राइसमा पाउन सक्नुहुन्छ है हजुर। अभी मजा आएगा ना भिड़ो। भाई मारो मुझे मारो मुझे मारो। फाइनली यहाँ लेक साइड आइसकेका छौँ है। यहाँ चाहिँ फोटो खिच्न आउँदैछु यहाँ सबैजना फोटो खिच्नु हुनुहुन्छ। ओके झन्डा पनि छ है फेरि यस। ओके सो एकछिन चाहिँ यहीँ टाइम स्पेन्ड गऱ्यो
अनि अब चाहिँ अलिकति अगाडि जाने के भन्ने कुरो भइरहेछ है सो अगाडि जाउँ लेट्स गो सो सबसे मजा चाहिँ यो बाटोमा हिँड्नु है यहाँ सबैजना हिँड्नुहुन्छ होइन सबै आफ्नो तालमा एकदम रमाइलो होइन साथीहरूसँग बाहिर अझ रमाइलो हुन्छ सो कोही फोटो खिच्दै कोही खाँदै नाइस कौन है ये लोग साथीहरू नै आउनु पऱ्यो अब हेलो हाई गरिदेऊ हाई गरिदेऊ के नाम हो तिम्रो के नाम हो के नाम हो सुगम कहाँ जानु लाग्यो तिम्रो काठमाडौँ भन्दा चाहिँ सेफ्टी वे छ है यहाँ चाहिँ काठमाडौँमा चाहिँ डर लाग्दैछ सो पोखरामा चाहिँ भिडियो फोटोहरू भन्दा पनि एकदम आनन्दले यसरी बस्न मनपर्छ मलाई चाहिँ ट्याक्क लगाएर होइन अझ साथमा एउटा बियर भयो भने त सकेको ओके मस्त जोक मारा रे ये हंस रे हल्कट हंस ओके सानो चाहिँ केही समस्या छैन त्यसमा एन्ड पोखरामा आइसकेपछि चाहिँ अलिकति लाइक स्याड मोमेन्ट ह्याप्पी मोमेन्ट होइन अब दुइटै छ किनकि दसैँमा अब आइयो नि त होइन मैले अघि नै भन्छ कि म घुम्न भन्दा नि म जबको लागि आएको यहाँ पोखरा जबले गर्दाखेरि आउनु पऱ्यो होइन अब दसैँको बेला घर जान नि पाइएन अनि म पनि उता एक्लै होइन म यता अलिकति स्याड मोमेन्ट थियो है अरू त सबै ठिकै छ एकदम राम्रो छ एन्ड भिडियोहरू एकदम बन्द नै भए जस्तो भयो क्या युट्युबमा होइन सो अलिकति घुमेको भिडियो हालिदिउँ भन्ने कुरा हो त्यही भएर भिडियो बनाइरहेको छु है एन्ड सायरीहरू आउँदैछ गाई चाहिँ अलिकति सेटल हुन पनि टाइम लाग्छ नि त यहाँ हरेक कुरा उता घरमा जस्तो त हुँदैन ट्याक्क होइन स्ट्यान्ड लिएर ट्याक्क माइकसम्म ट्याक्क सुट गरिहाल्नु होइन अलिकति यहाँ भ्याउँदैन अलिकति बट केही छैन त्यस्तो भ्याउँदैन भने नगर्ने अब आउँदैन भन्ने कुरा होइन अभियसली आइहाल्छ एन्ड यस अहिले एकछिनपछि चाहिँ हाम्रो कुशल सर आउनुहुन्छ है अनि यहाँ चाहिँ रमाइलो गर्नुपर्छ अनि मलाई चाहिँ यत्तिकै एकदमै उहाँ टाढा टाढा हेरेर होइन एकदमै टाढा हेरेर इन्जोय गर्न लाइक चाहिँ यो हो कि एकदम ड्युटी सकेर नि यहीँ आउँछु कतिपय टाइम एकदम बोर लाग्यो यता एकदमै दिक्क होइन अब घर मिस भइरहन्छ नि त होइन म फेरि घर छोडेर हिँडेको छैन क्या त्यस्तो दिस फर्स्ट टाइम उहाँदेखि अलिक टाढा भएर अलिक गाह्रो भइरहेछ बट केही छैन समस्या छैन फोन गरिरहन्छु म है उहाँलाई दिनमा 3-4 चोटि ओके सो उहाँले नि अब होइन बुझ्नु भएको छ केही छैन त्यसको लागि अब छुट्टी मिलेपछि त घर गइहाल्यो भने चाहिँ समस्या हुँदैन होइन सो त्यही हो कुशल सर आउँदै हुनुहुन्छ यार कुरिरहेको छु एक्लै भइरहेको छु एक्लै त के भन्ने हो र सबैजना अब मान्छेहरू एकदम तान्ने हुन्छ तर चिनेको हुँदैन कि अनि अब गाह्रो छ नि त केस सिङ्गल आफू एकदम सोझो ओके ल कुशल सर आउनु भइसकेपछि ट्याक्क लगाएर अनि फेरि हामी सुरु गर्छौँ एन्ड बेलुकाको भ्यू त फेरि एकदम पोखराको त माइडियर हो नि त अब के भन्ने बहुत मजा कि बेलुका चाहिँ पोखरामा गाँठ र होइन टाइमको साथ हुनुपर्छ त्यसपछि त समस्या हुँदैन फेरि यहाँ ओके ल सो गाइज अहिले चाहिँ हामी चिया खाँदैछौँ है मसँग यहाँ दुईवटा ब्रदर हुनुहुन्छ साइमन ब्रदर र इस्कुल ब्रदर है उहाँहरू चाहिँ धादिङबाट हुनुहुन्छ अनि हामी यसो खुट्टा चोबल्दैछौँ यहाँ होइन चिया खाँदै पुरा चिलमा समस्या छैन है सो हजुर नै आउनु होला चोकतिर होइन कि अब चाहिँ हामी तालतिर है तालतिर पौडी खेलौँ होइन समस्या छैन सो कुशल सरलाई वेट गरिरहेको छु म है बेलुका हुँदैछ यहाँ चाहिँ सो बिस्तारै बोटहरू नि अब बिस्तारै बन्द हुँदै जान्छ नि बेलुका चाहिँ एकदम यो ताल एकदम सुनसान हुन्छ होइन लाग्छ कि गएर डिस्टर्ब गरिदिनु जस्तो फिल हुन्छ ड्राइभ हानेर होइन सो त्यो गाइज कुशल सरको वेटिङमा कहाँ आउनु कुशल सरलाई एकचोटि कल गर्छु म
अस्ति चाहिँ हामी यहाँ राति बसेको थियौँ बेलुका नै भइसक्यो है अब चाहिँ अब झन् रमाइलो हुन्छ यहाँ पुगेर पोखरामा चाहिँ नाइट हिँड्न एकदम मजा आउँछ है गाइस है के भन्ने अब नाइट है म बाटो त्यहाँ खोजेर बाटो गर्छु बाटोमा मान्छेको चहल पहल ओके चोकतिर गाइस चोकतिर म्युजिक कुशल सर चाहिँ आउन टाइम लाग्ने भयो होइन ड्युटी अलिकति परै थियो के अरे सो म चाहिँ फर्किन लागिसकेँ लेक साइडबाट जाँदै चाहिँ बाटो बेलुकाको होइन एकदम भ्यूहरू एकदम दामी पोखरा त बेलुका हिँड्नै मजा आउँछ कि है त्यही हो गाइस सबैजना एकदम राम्रो बस्नु होला यस आजको भ्लग चाहिँ इन्डिङ गर्न गइरहेको छु म है सो कसले सब्सक्राइब गर्नु भएको छ प्लिज सब्सक्राइब गरिदिनु होला एन्ड बेल आइकन पनि दबाइदिनु होला ओके एन्ड यस लभ यु अल टेक केयर टाटा सी यु नेक्स्ट टाइम